सम्पूर्णलाई नमस्कार। म प्रिया राणा। आज चाहिँ म पर्वत र स्याङ्जाको सङ्गम अत्यन्तै प्रसिद्ध धार्मिक स्थल सेतीबारी शिलामा आएको छु। जुन देख्न सक्नुहुन्छ अत्यन्तै ठुलो शिला छ। अत्यन्तै ठुलो धार्मिक स्थल, धार्मिक महत्त्व बोकेको यो ठाउँमा चाहिँ म चाहिँ पर्वत आएको बेलामा चाहिँ यो जुन शिलामा दर्शन गर्नुको लागि, यो गङ्गामा स्नान गर्नुको लागि आज आएको छु। अत्यन्तै धेरै मनमा आनन्द महसुस भएको छ। यहाँ आएर चाहिँ यो हामी सानो हुँदाखेरि अथवा पर्वतमा जति बेलासम्म म पर्वतमा रहेँ त्यति बेलासम्म चाहिँ एकादशी, माघे सङ्क्रान्ति, त्यसै गरी वैशाखी सङ्क्रान्तिमा चाहिँ अत्यन्तै भिड हुन्थ्यो। अत्यन्तै भिड, यो पुरा यो जुन यो एरिया छ यो पुरै मान्छेले खचाखच हुन्थ्यो होइन। योदेखि 1-1.5 किलोमिटरसम्म पनि मान्छे यति भिड हुन्थ्यो कि अत्यन्तै भिड हुन्थ्यो। अत्यन्तै धार्मिक महत्त्व राखेको यस सेतीबारी शिलामा आज मैले पूजाआजा गरेको छु। गङ्गामा, पवित्र गङ्गामा स्नान गरेको छु। यो गङ्गा जसरी पवित्र गङ्गा मानिन्छ त्यसै गरी हाम्रो मनहरू सबैजनाको मनहरू एउटा सफा रहोस् होइन। अनि यो हाम्रो शिलामा चाहिँ मैले सम्पूर्ण मानव जातिको सुख शान्ति समृद्धिको कामना गरेँ। खुसी लाग्यो। हाम्रो शिलामा चाहिँ दर्शन गर्ने क्रममा सबैजनाको सुख शान्ति समृद्धिको कामना गरेछु। सबैजनालाई धनबल, जनबल र मनोबलले चाहिँ सबै परिपूर्ण नपाइयोस् भन्दै सबैजनालाई यो शालिग्रामले रक्षा गर्नुहोला। यो भिडियोमा भए पनि दर्शन गर्नुहोला। सबैजनाले भिडियोबाट दर्शन गर्नुहोला। अत्यन्तै ठुलो शालिग्राम रहेको छ जुन चाहिँ सेतीबारी पर्वत र स्याङ्जाको जुन सङ्गमस्थल छ त्यसले अवस्था छ। मिल्छ भने समय मिल्छ भने आएर दर्शन गर्नुहोला। यहाँ एकदमै भनौँ न एकदमै आनन्द हुनेछ भन्दै सबैजनालाई फेरि पनि सेती शालिग्राम भगवानले रक्षा गर्नुहुन्छ। धन्यवाद।